तर तपाईहरुले नि देशको नाममा देश र जनताका नाममा देशद्रोही काम गर्नुभयो नि तपाईले गोली ठोक्ने म यो लक्ष्मण लामा हुन्छ फेरि याद गर्नु होला है मेरो नाम गोली ठोक्ने तपाईले हुन्छ होला म मेरो अझै म सोध्नु चाहन्छु सुन्नु हैन सुन्नु सुन्नु न सर एकछिन अर्को मेरो प्रश्न के छ भने नि यो देश ध्वस्त भएको कारण भ्रष्टाचारले नम्बर 1 भ्रष्टाचार नेपालमा त भ्रष्टाचार भयो हैन विदेशीसँग पनि अरबौं खरबौं नेताहरूले पैसा लिएर देश ध्वस्त गरेर नेपालले बेचिसक्यो अब अस्तिको आन्दोलनमा शेरबहादुरको घरमा अरबौं पैसा दियो भने केपी को प्रचण्डको अरु नेताहरूको घरमा कति पैसा थियो होला हैन एउटा इन्सपेक्टरदेखि एसपी डेसपी र सरकारी निकायहरुमा कति पैसा थियो होला जेनरल कर्नलहरुको कति पैसा थियो होला 17 प्रदेशको मुख्यमन्त्रीहरुसँग कति पैसा थियो होला मेयरहरुसँग कति पैसा थियो होला के अरे वडा अध्यक्षसँग कति पैसा थियो होला यो भ्रष्टाचार गर्नेहरुलाई कारबाही गर्ने कि नगर्ने यो यिनीहरुलाई यसैको नीतिमा हामी भ्रष्टाचारको विरुद्धमा लडेको नि त कारबाही गर्ने कि नगर्ने यसको नीति है त्यो कारणले गर्दा तपाईहरु काम गर्नुस् होला सबै जनताले आश गरेको छ हैन यो जुन परिवर्तन भएको छ एकदम आश गरेको छ तपाईले शुभकामना छ बधाई छ हैन हामी साथ दिनु हैन ज्यान पनि दिन तयार छु देशद्रोहको लागि जनताको लागि चाहिँ तपाईले गलत नगर्दिनु होला धेरै आशा छ यो जनताले धेरै आशा गरेको छ अहिलेको सिचुएसनले अहिलेको के अरे जेनजीलाई धेरै आश गरेको छ जनताले हस् त धन्यवाद मेरो जवाब चाहियो क्या होइन मेरो जवाब चाहियो अनि अर्को कुरा तपाईले यो 5 स्टारमा जसरी यो पत्रकार सम्मेलन गर्नुभएको छ नि यो जनताको पैसा हो कि तपाईको पर्सनल पैसा हो यसको पनि कुरा क्लियर गर्नु पर्यो हामी जनताहरु भोकै छ त तिहार आइसक्यो हैन चाडपर्व आइसक्यो मान्छेहरुले व्यवस्थित भएको छैन हैन अहिले जेनजीको जति पनि जेनजीको जति युद्ध गरे त घाइतेहरु भछ पीडितहरु भछ हैन जति मरेको छ तिनीहरुको घरमा अहिले बिहान छ एउटा आशिका दामाले घरमा पुर्याएर चाहिँ एउटा सानो सहयोग गरेको मलाई यसको जवाब चाहियो एउटा सोच्नुस् मैले जवाब हैन मैले यो जवाब तपाईले दिए भयो पत्रकार सम्मेलन हो बोल्नु त भाइ ठीक छ यसको मलाई जवाब चाहियो यो फाइभ मध्ये कसरी भयो भन्दाखेरि उहाँहरूले हामीलाई सहयोग गर्न सोध्नुहोस् हामीले सब ठाउँमा बुझ्न खोज्यौँ पाइएन उहाँहरूले हामीले फ्रीमा गराउनु ठीक छ त्यो राम्रो कुरा हो सहयोग गर्नु राम्रै कुरा हो मैले सही ल एकैछिन ल बस्छु जस्तो जेनजी आन्दोलन हो जेनजी आन्दोलन पछाडि